नमस्ते दर्शक तथा श्रोताहरू, म सुदीप कुइकेल। आज म यस्तो व्यक्तित्वलाई सँग कुरा गर्न जाँदैछु जो मान्छे चाहिँ सानो उमेर करिब 7 वर्षको उमेरदेखि फुटबल हेर्ने, फुटबलको विषयमा कुरा गर्ने र फुटबलको एक किसिमले भन्दाखेरि चाहिँ क्रेजी फ्यान भनेर चाहिँ म उहाँलाई चिन्छु। उहाँले जुन बेलादेखि फुटबल हेर्न थाल्नु भएको थियो त्यो बेलामा पत्रपत्रिकामा हार्डली न्युजहरू आउँथ्यो। उहाँले त्यो सिएनएनको न्युज हेरेर खेलाडीहरूको नामहरू कण्ठ पारेर उहाँले आजको दिनसम्म पनि त्यो दिमागमा उहाँको सब चिजहरू छ। मैले फुटबलको बारेमा कुरा गर्नको लागि धेरै मान्छेहरूसँग कुरा गरेँ, तर यस्तो व्यक्तित्वसँग मैले आज कुरा गर्न जाँदैछु। उहाँ नेपालको लागि चाहिँ एकदम जिनियस, मेरो लागि चाहिँ अहिलेसम्म भेटेको मान्छे मध्येमा एकदम जिनियस मान्छे, जसलाई चाहिँ फुटबलको विश्व फुटबलको बारेमा चाहिँ हरेक कुराहरूको ज्ञान भएको त्यस्तो व्यक्तित्वलाई चाहिँ आज म परिचय गर्न जाँदैछु। म उहाँलाई परिचय गर्न चाहन्छु। नमस्कार सुजनजी, हजुरलाई कार्यक्रममा स्वागत छ। नमस्ते सुदीपजी। एउटा हजुरको बारेमा थोरै चाहिँ प्रकाश पारिदिनुहोस् न। मैले त केही त भने, त्यही पनि आफ्नो बारेमा थोरै एउटा प्रकाश पारिदिनुहोस् न। म सुजन दाहाल हुँ होइन। मैले विगत 1986देखि मेरो दिमागमा चाहिँ यो वर्ल्ड कपको होइन, वर्ल्ड कपको चाहिँ छाप पर्न गयो। सानो थिएँ त्यतिखेर, 8-9 वर्षको थिएँ म। त्यतिखेर डिडी नेसनलबाट वर्ल्ड कप आउँथ्यो होइन। घरमा तोसिबा 20 इन्चको टिभी होइन। त्यतिखेर त्यो टिभीमा वर्ल्ड कप हेरेदेखि आजको दिनसम्म फुटबललाई एकदमै सपोर्ट गरियो होइन। सबै एकदम फ्यान फलोइङ पनि भइयो, सपोर्ट पनि भइयो होइन। हार जितमा रमाइयो होइन, खुसी भइयो, दुःखी भइयो होइन। मलाई फुटबलको एउटा जुन यो जुनुन हुन्छ नि, त्यो कहाँनिर भयो भने 1986 को वर्ल्ड कप होइन। सबैजना घरमा चाहिँ, हाम्रो घरमा त्यो टिभी बरन्डामा टिभी राख्ने है, डिडिसीले चाहिँ एन्टिना ठडाएर अब नेसनलमा आउने, डिडी नेसनलमा। त्यतिखेर चाहिँ घरमा मामा, काका, काकी, अङ्कलहरू सबैजना आएर जुन त्यो वर्ल्ड कप हेर्ने त्यो चाहन्थ्यो नि, त्यसले मेरो मन र मस्तिष्कमा चाहिँ होइन फुटबल होइन प्रति चाहिँ एउटा माया जगायो होइन। र त्यतिखेरको जुन त्यो क्रेज 1986 को वर्ल्ड कप म्याराडोनाको होइन, सबै म्याराडोना भन्दाखेरि म चाहिँ व्हाइट पेले जिको, ब्राजिल र फ्रान्सको गेम मेरो फर्स्ट वर्ल्ड कप थियो 1986। जिकोले पेनाल्टी मिस गरे होइन। म खुब रोएँ त्यतिखेर, सानो थिएँ होइन। म ब्राजिल भनेर हिँड्ने मान्छे। त्यतिखेर 1986 को त्यो ब्राजिल र फ्रान्सको गेमदेखि मैले फुटबललाई चाहिँ ब्राजिललाई समर्थन भएर आएँ होइन। अब त्यो अलग कुरा छ, आज ब्राजिल अलि तल छ होइन, चोको बोनिटो हराएको छ होइन। तर पनि एउटा एकचोटि सपोर्ट गरिएपछि सपोर्ट भइ नै रहेछ होइन। त्यहाँदेखि 86 को वर्ल्ड कपदेखि होइन, जुन त्यो म्याराडोनाले वर्ल्ड कप जिते फाइनल हामीले हेऱ्यौँ होइन, त्यहाँदेखि चाहिँ मेरो फुटबल यात्रा भनौँ सुरु भयो। त्यहाँदेखि आजको दिनसम्म मैले जति पनि क्लब लेभलको फुटबलहरू, ला लिगा होस्, इपिएल होस्, जर्मन बुन्डेसलिगा होस्, पर्चुगिज लिग होस् होइन, मैले फ्यान फलोइङ गरिरहेको छु। इटालियन सिरिया सबै हेरेको छु। मैले थाहा पाए अनुसार हजुरको बुवा चाहिँ अर्जेन्टिनाको एकदम ठुलो फ्यान, एकदम डायट फ्यान। 86 को वर्ल्ड कपमा जसले फुटबल बुझेर 28, 29, 30, 25, 26 को त्यो अर्जेन्टिनाको डायट फ्यान। त्यो फ्यामिलीबाट हुर्केर म चाहिँ ब्राजिल फ्यान भएँ होइन। यही त मजा। अब भोलि मेरो छोरा छ सानो, अब ऊ भोलि अहिले पर्चुगल भन्छ होइन, ऊ पर्चुगलको फ्यान छ होइन। अब त्यो अब जेनेरेसन वाइज यो चेन्ज हुँदो रहेछ होइन। अर्जेन्टिनाको क्रेज थियो 86 को। सबैजना त्यो क्रेजमा चाहिँ होइन बस्दै जाँदाखेरि, म्याराडोनाको दिन प्रतिदिन गेम गर्दाखेरि सबै म्याच हेर्न त पाइएन होइन, तर सर्टेन टाइमहरू हेरियो होइन। 86 को वर्ल्ड कपदेखि नै फुटबलमा चाहिँ त्यो एउटा सानो छवि भयो। र 90मा इटाली वर्ल्ड कप, त्यहाँदेखि चाहिँ मन्द अझ राम्रो फुटबलको ऊ भयो। र फाइनली 94देखि चाहिँ पुरै दिमागमा ताजा बस्यो होइन। त्यहाँदेखि फुटबललाई चाहिँ अहिलेसम्म हेरि नै रहेछ। सुजनजी, तपाईँलाई कस्तो लाग्छ यो जस्तो ओलम्पिक पनि छ अनि क्रिकेट पनि छ होइन, तर जब फिफाको वर्ल्ड कप आउँछ सारा दुनियाँ नै एक भयो जस्तो मलाई चाहिँ फिल हुन्छ। तपाईँलाई यो चाहिँ कस्तो लाग्छ? कस्तो छ भने अहिलेको युग अब हजुरको होइन मोबाइलको युग भइसक्यो नि। अब जर्मनी, इङ्ल्यान्डसँग त्यो पावर पैसा कति छ होइन, उनीहरू पनि फुटबलमा एक्सपर्ट छन्, राम्रो खेलिरहेछन्। उता साउथ अमेरिकनतिर जाउँ, त्यो पावर पैसा छैन, उनीहरूले पनि फुटबल होइन प्यासेज एट्याकिङ फुटबलको ल्याछन्, त्यहाँ पनि छ। र हुँदा आज नेपालमा जसको हातमा चाहिँ गाउँमा मोबाइल हेर्छ नि, त्यहाँ यसो सट्ट मोबाइल हेर्दाखेरि मेसी, रोनाल्डो, नेइमारको फोटो देखेर त्यो फुटबलको क्रेज
होइन गर्दाखेरि हेर्नु साउथ अमेरिकन युरोप र हाम्रो नेपालसम्म पनि त्यो क्रेज होइन मेसी बन्न पाए हुन्थ्यो एक दिनमा भन्दाखेरि जुन रोनाल्डो बन्न पाए हुन्थ्यो म भन्ने जुन एउटा क्रेज छ नि त्यसले नै फुटबलको चाहिँ होइन आजको दिनमा चाहिँ युग परिवर्तन गरिदियो क्या उनीहरूले के सोचे भने अब चाहिँ हामी त्यहाँ पुग्न पाए कस्तो होला त यस्तो प्लेयर बन्न पाए कस्तो होला त भन्दाखेरि यसले गर्दाखेरि फुटबल एउटा ग्लोबलाइज भयो एकदमै अहिलेको उसमा मन नपराउने कोही छैन जस्तो इक्जाम्पललाई लिउँ आउन त अब हामी इपिएल हेर्छौँ ला लिगा हेर्छौँ इटाली लिग हेर्छौँ च्याम्पियन्स लिग हेर्छौँ होइन युरो कप पनि त हेर्छौँ युरो कप अझ वर्ल्ड कप भन्दा त युरो कप जित्न गाह्रो छ नि सुरुमै टप टिमहरू युरोपको छन् होइन तर फुटबललाई चाहिँ किन रियुनाइट गर्छ भने जस्तो मेरो मम्मी होइन अरू फुटबल हेर्नु न तर वर्ल्ड कपमा बसेर हेरिदिनुहुन्छ होइन त्यस्तै सबैजनाले घर फ्यामिली हेर्दा त्यो एउटा रियुनाइट भइयो फ्यामिलीसँग पनि मजाले बसेर हेर्न पाइयो गर्न पाउँदाखेरि चाहिँ यसले चाहिँ त्यो 1.5 महिना चाहिँ फुटबललाई चाहिँ एकदम नजिकरण गरिदियो होइन त्यसले गर्दा पनि सायद वर्ल्ड कपको विशेष महत्त्व अझै छ तपाईँले अहिले कुरा गरिरहँदाखेरि नेपालको बारेमा कुरा गर्नुभयो के छ नेपालले कहिलेसम्म चाहिँ विश्वकप खेल्न सक्ला त यस्तो छ अब जुन हिसाबले अब धेरै दुःख लाग्दो कुरो होइन अब अहिले त फिफाले नेपाललाई ब्यान गरेको छ होइन आज भर्खर एउटा लेटेस्ट होइन यसको कुरो अब मलाई लाग्छ नेपालले आजबाट होमवर्क सुरु गर्यो भने हामी वर्ल्ड कप पुग्न मिनिमम 50 वर्ष लाग्छ मिनिमम 50 वर्ष लाग्छ आजबाट सुरु गर्दाखेरि पनि होइन किनभने अहिले अझ पहिला त 4-5वटा सिट थियो अहिले त हामीलाई एसियालाई 8 सिट दिएको छ होइन 8 सिटमा त जस अझ 4-5 सिट 3 सिट त बढेको छ नि त होइन तर त्यहाँसम्म पुग्नलाई इन्डिया र चाइना त छैनन् एसियामा जसको चाहिँ दुईवटा इन्डिया र चाइनालाई अहिले हामीले जोड्यौँ भने अरू विश्वको सबै देशको आधी र यी दुईजनाबाट आधी जनसङ्ख्या निस्किन्छ उनीहरू त छैनन् हामी त पुग्न त धेरै माथि छ आज पुग्नलाई हामीले आजबाट होमवर्क सुरु गर्नुपर्छ तब मात्रै हो हामीले साउथ एसियन फुटबल जित्नु पऱ्यो पहिला त अन्डर 20 को साफ जित्नु पऱ्यो अन्डर 17 को साफ जित्नु पऱ्यो यी सबै चिजलाई होमवर्क गरेपछि मात्रै पुग्छ हामी नेपालीले त वर्ल्ड कप हेरेरै रमाउने हो जहाँसम्म लाग्छ अहिलेलाई त त्यो कल्पनाभन्दा बाहिर कुरा हो एउटा नेपाली फुटबल विश्लेषकको रूपमा चाहिँ तपाईँले नेपालले के गर्यो भनेर भन्दै चाहिँ ल आज होइन आज 2026 भयो 2050सम्मको प्लानमा चाहिँ गयौँ भनेर भन्देखि हामीले के चिजमा सुधार गऱ्यौँ भने हामी विश्वकपको लागि चाहिँ सन्त हुन्छौँ अब मैले थोरै हजुरको यहाँ कुरा काटेँ यही वर्ल्ड कपमा हामी हेरौँ कुर्काओ र सँग 1.5 लाख जनसङ्ख्या हाराहारी होइन एप्रोक्सिमेटली भनौँ र केप भर्डेसँग 5.5 लाख जनसङ्ख्या यति दुईटाको थोरै जनसङ्ख्यामा पनि उनीहरू वर्ल्ड कप छिरे अनि हामी त झन् हाराहारी 3 करोडको जनसङ्ख्यामा छौँ भने छिर्न नसक्ने त होइन तर उनीहरूसँग प्लानिङ भिजन होइन अनि त्यहाँबाट स्टेडियम होइन प्र्याक्टिस यी सबै चिजहरू उनीहरूले आफ्नो फुटबललाई दिए होइन तब यहाँ पुगे अब हामी पनि त्यो चिजहरूलाई चाहिँ ग्रासरुट विकास गर्नु पऱ्यो एकदमै ग्रासरुटमा विकास नगरिकन माथि पुगिँदैन होइन त्यसले गर्दाखेरि हामीले ग्रासरुट विकास गर्नलाई अब अहिलेलाई हामी एकैचोटि ब्राजिल अर्जेन्टिना इङ्ल्यान्ड यो टेक्नोलोजीमा नजाउँ तर हामी एसियासम्म पुगौँ न जापान कोरियाले कसरी चाहिँ आफ्नो अन्डर 20 अन्डर 17 अन्डर 15 चाहिँ डेभलप गरिरहेको छ त्यसको कपी त गर्न सुरु गरौँ एसियाबाट त सुरु गरौँ अहिले होइन जबसम्म हामीले ग्रासरुट विकास गर्दैनौँ फेसिलिटीमा ध्यान दिँदैनौँ त्यो गाह्रो छ जस्तो फिफाले एन्फालाई जुन नेपालमा जुन एन्फा छ एन्फाले गरिरहेको काममा हजुर कति सन्तुष्ट हुनुहुन्छ अब अहिलेलाई त म सन्तुष्ट हुने आधार देखेको छुइनँ होइन किनभने हेर्नु नेपालमा हामी सानो हुँदाखेरि भनौँ न हामीले कति टुर्नामेन्टहरू हेर्थ्यौँ खोखोरी गोल्ड कप होइन जनकपुर चुरोट कारखानाले गर्थ्यो होइन प्रायोजक पनि कमी भयो नेपालमा होइन अब जबसम्म नेपालमा ग्रासरुटमा फुटबल हुँदैन अगाडि बढ्दैन अब लिगै चल्न सकेको छैन होइन एटलिस्ट लिग चल्नु पऱ्यो एटलिस्ट 3 महिना 4 महिना लिग चढ्यो भने प्लेयरहरू आइन्थ्यो होइन अगाडि बढ्थ्यो कसरी खेल्ने एउटा चाख हुन्थ्यो नि त नेपालमा कुन प्लेयरले कति गोल हान्यो बेस्ट सेभ कुन गोलकिपरले गर्यो होइन मिडफिल्डर कसले डोमिनेन्स गर्यो बक्स टु बक्स मिडफिल्डिङ को राम्रो भयो डिफेन्सिभ मिडफिल्डरमा यी यस्ता कुराहरू आएपछि प्लेयरको चर्चा चलिन्थ्यो तर अब त्यो लिगै भएन होइन लिगै हुन सकेको छैन अब त्यसले गर्दाखेरि अहिले त अलिक नेपाल फुटबलको मैले गाह्रो देखेको छु ठिक छ अहिले नेपालको कुरा त भइहाल्यो अब जाउँ विश्व फुटबलको चिजमा होइन जस्तो हिजोको 2022सम्ममा चाहिँ 32 राष्ट्रले चाहिँ फुटबल खेलिरहेका थिए भने यो वर्ष 2026मा चाहिँ 48 राष्ट्रहरू चाहिँ फुटबल खेल्ने भएका छन् होइन यो फिफाले गरेको परिवर्तन हजुरलाई के लाग्छ यो ठिक हो कि बेठिक हो यस्तो छ एकदम यसलाई सकारात्मक रूपमा लिउँ होइन किनभने 48 टिम आउँदाखेरि के भयो भने धेरै टिमले खेल्न पाए नि त
होइन। हजुर। अब यसमा एउटा कुरो के थियो, अब धेरै टिमले खेल्न पायो भन्दाखेरि इटली जो 4 पटकको विश्व विजेता विगतको 3 वर्ल्ड कपमा मिसिङ भयो होइन। तर केही चिज मेरो आफ्नो पर्सनल भ्यू राख्छु, युरोपमा हिजोको दिनमा 32 सिट हुँदाखेरि 14 सिट थियो, आज 48 सिट हुँदा 16 सिट होइन, भनेको 2 सिट मात्रै बढायो। तर अरू बढे, जस्तो दक्षिण अमेरिकामा 10वटा देशले खेल्छन् होइन, 6 सिट डाइरेक्ट दिएर 7औं पनि प्लेअफ दियो होइन। अलिकति अब युरोपलाई अलिकति एकदम अब जस्तो लिग म्याचहरूमा अहिले कस्तो छ, अब जर्मनीले कुर्कावाला 7-1 हान्यो होइन। अब त्यो पहिले लिगमा चाहिँ कस्तो हुन्छ भने एउटा राम्रो खेल्ने टिमले गेम देखिँदैन अहिले, किनभने अब गोल धेरै भयो, 3-4 गोल हान्यो गर्यो, एकैचोटि राउन्ड अफ 32 मा आएर मात्रै अब यो गेमहरू देखिन्छ होइन, गेम देखिने भयो नि त। तर अब यसलाई यसरी नहेरौँ, सानो टिम त जसको देश ब्राजिल, अर्जेन्टिना, इङ्ल्यान्ड, जर्मनी, फ्रान्स भनेर चाहिँ जसले सपोर्ट गरेर बसेको थियो होइन, उनीहरूको देश त छिर्न पायो नि त। अब जस्तो कुर्काओ, केप भर्डे होइन, यिनीहरू छिर्न पाए होइन। भनेपछि त यसलाई सकारात्मक रूपमा लिनुपर्छ। अझ फिफाले त के सोचिरहेको छ भने 64 देश गर्ने होइन, र 64 देश गर्दाखेरि पनि त्यति आपत्ति किन छैन भने अहिले त हजुरको वर्ल्ड कपसम्म जित्नलाई लिगदेखि 8 गेम खेल्नुपर्छ होइन। अहिले त 12वटा थर्डमा 8 बेस्ट थर्डलाई लिएर आइन्छ नि त। भनेपछि अब भोलि 64 टिम लग्यो भने त थर्ड टिमलाई ल्याउनु परेन, ठ्याक्कै त्यसलाई राउन्ड अफ 32 मा गर्न मिल्यो होइन होइन। भनेपछि त 64बाट 32 मा आउँदाखेरि त त्यहाँ खालि 1 र 2 टिम, ग्रुपको 1 र 2 मात्रै जाने हुँदाखेरि त अझ 64 टिम हुँदाखेरि अझ राम्रो होला होइन, अझ विकसित होला होइन। खालि लिग म्याचहरूमा अलिकति कुनै राम्रो कुनै नराम्रो गेम देखिएला, तर समग्रमा फुटबलले त जित्यो नि त होइन। त्यो चिजलाई त्यसलाई हामीले सकारात्मकै सोचौँ भने मतलब मैले चाहिँ के पनि सुनिरहेको थिएँ भने जब जति 32 राष्ट्र हुँदाखेरि फिफाको क्वालिटी अफ फुटबल जस्तो थियो होइन, अहिले 48 हुँदाखेरि अब 64 हुँदाखेरि अवस्थामा चाहिँ झन्झन यो स्तर चाहिँ खस्किँदै जान्छ भने एक जुन ग्रुपको चाहिँ एउटा भनाइ छ कि यसमा तपाईँ सहमत हुनुहुन्छ? अब यस्तो छ, हिजो 16वटाले वर्ल्ड कप गरेर 24 जाँदा पनि 24 टिम हुँदा पनि 24 टिम आयो, राम्रो भएन भनियो, 24बाट 32 आउँदा पनि राम्रो भनिएन। यो त पहिलोचोटि हो। भोलि दोस्रो संस्करण अब 4 वर्षपछि आउँदाखेरि त यो चिज त मेटिन्छ र यसले सकारात्मक सोच्ने हामीले पनि त्यही सोच्नुपर्छ र त्यो राम्रो पनि हुन्छ। ठिक छ, यो त भइहाल्यो। अब जाउँ अहिलेको वर्ल्ड कपमा होइन। अहिलेको वर्ल्ड कपलाई हजुरले कसरी हेर्नुहुन्छ समग्र रूपमा? यस्तो छ, अब यो वर्ल्ड कपमा एउटा 48 टिम सहभागी हुँदै गर्दा 4 पटकको विश्व विजेता इटली छैन होइन, त्यो एउटा नमजाको पार्ट हो होइन, नमजाको पार्ट भयो होइन। अब उनीहरू बोस्निया हर्जगोभिनासँग अन्तिम खेल पेनाल्टी सुटआउटमा हारे होइन, जबकि वर्ल्डको टप 5 मा आउने गोलकिपर डोनारुमा पिएसजीमा थिए पहिला, अहिले चाहिँ म्यान्चेस्टर सिटीमा छन्। उनी हुँदा उनी पेनाल्टी सुटआउटमा हार्नु पर्यो होइन। अब इटली आएको भए आजको रौनक अर्कै थियो होइन, के भने 4 चोटिको च्याम्पियन जुन सम्मान जर्मनीलाई दिइन्छ उनलाई इटलीले पनि त्यो सम्मान पाउने टिम थियो होइन। तर अब यो वर्ल्ड कपलाई हामीले कसरी हेरौँ भने नि सुदीप सर, फिफाले नयाँ कदम चाल्यो होइन, नयाँ कदम चाल्यो र हिजो 32 राष्ट्र गर्दाखेरि 32 राष्ट्र गरेर यो फ्रान्स 98बाट 32 राष्ट्रले चाहिँ वर्ल्ड कपमा भाग लिएका हुन् होइन। त्यसको पहिलो त्यो 32 राष्ट्रले चाहिँ भाग लिँदाखेरि फ्रान्सले वर्ल्ड कप जित्दाखेरिको जुन एउटा क्रेज आयो, मैले त सबभन्दा धेरै राष्ट्र सम्मानित फिफा जिते, वर्ल्ड कप जिते भन्ने थियो भने अब त्यही 32 राष्ट्रमै अरूले जिते। ब्राजिलले जित्यो 2002 मा, त्यसपछि होइन 98 फ्रान्स, त्यसपछि 2006 मा इटलीले, 10 मा स्पेनले, 14 मा जर्मनीले, 18 मा फ्रान्सले, 22 मा अर्जेन्टिनाले। तर अब यो संस्करण अहिले हामीलाई लिग म्याचहरूमा बोरिङ भइरह होला, कुनै गेमहरू हामीलाई अप्रत्याशित नतिजाहरू आइरहेको होला। तर अब 48 देशको विश्वकप जित्नु भनेको त भोलिको दिनमा त त्यो फाइनलमा 48 देशको वर्ल्ड कप जसले ट्रफी उठाउँछ त्यो त कति मजा होला फुटबललाई होइन। यति धेरैमा मैले जितेँ भनेपछि यो आफैमा एउटा सकारात्मक र राम्रो वर्ल्ड कप हुनेछ होइन, मेरो आफ्नो बुझाइ हो यो। हजुर, मलाई पनि के लाग्यो भनेदेखि तपाईँले भनेको जस्तो 32वटा राष्ट्रबाट 48वटा राष्ट्रमा जाँदाखेरि चाहिँ एउटा हामी अस्ति केप भर्डेको एउटा म्याच पनि कुरा गरौँ, केप भर्डे जस्तो सानो देशले चाहिँ स्पेन जस्तो देशलाई चाहिँ बराबरीमा रोक्न सफल भयो होइन। यो पनि एउटा ब्युटी, फुटबलको ब्युटी नै त्यही छ। अब कस्तो छ भने समग्रमा त स्पेनको गेम राम्रो हो नि, तर स्पेनले गोल हानेन
उसले के भर्डेको किपरले त 8-9वटा सेभ गर्नुभएको छ नि उहाँले त होइन भजिनाले होइन भनेपछि तर स्पेनले त डोमिनेट गरेको हो नि त गेम तर फुटबलको ब्युटी नै त्यही छ आज हामीले लाइभ हेऱ्यौँ हामीलाई चाहिँ के भर्डेको किपरले सेभ गरेको देख्यौँ होइन स्पेनको पोजिसन धेरै भयो भन्ने देख्यौँ तर आजको 10 वर्षपछि यही रिजल्ट हेऱ्यौँ भने त हामीले त्यो पोजिसन पनि हेर्दैनौँ होइन कसले र गऱ्यो हामीले के हेर्छौँ ओहो के भर्डे र स्पेन त 0-0 के भर्डेले कति राउन्ड खेलेको छ भन्छ नि फुटबलको ब्युटी नै यही हो आजको फुटबलमा रिजल्ट चाहियो होइन डोमिनेट गरेर पनि केही हुनेवाला छैन होइन रिजल्ट त्यो चिज के भर्डेले ल्यायो त्यो मात्रै होइन उरुगेसँग पनि ड्र गरे अस्ति 2 पोइन्ट भयो अब मान्नु के भर्डेले साउदीलाई हरायो भने त 5 पोइन्ट जसलाई चाहिँ लिग गर्दैन भनेको थिए यदि साउदीलाई उसले हराइदियो भनेदेखि त ऊ त राउन्ड अफ 32 मा पुग्छ र मेरो हिसाबले स्पेन र उरुगेमा अब अहिले स्पेनलाई ड्र मात्रै गरे पनि ग्रुप फर्स्ट हुने सम्भावना छ होइन उरुगेले त अब यो वर्ल्ड कपमा आफूलाई बनाइराख्नको लागि र माथि जानको लागि स्पेनलाई हराउनै पर्ने भयो होइन अब त्यो अहिलेको पोसिबिलिटी पेपरमा हेर्दा म पोसिबल देख्दिनँ होइन तर हुनसक्छ सम्भावना छ हराउन सक्छ उरुगेले होइन हामीले सरसर्ती पेपरमा त्यो स्क्वाड डेप्थ हेर्दाखेरि स्पेनले पोइन्ट ल्याउँछ होला ड्रसम्म भयो भने गर्न सक्छ होइन र त्यो गर्दै गर्दा के भर्डेले हजुरको चाहिँ साउदी अरेबियालाई हरायो भने त सोच्नुहोस् त डिफेन्डिङ च्याम्पियनसँग उनीहरू राउन्ड अफ 32 खेल्न जान्छन् हो अर्जेन्टिनासँग उनीहरूको टिम मिल्दैन उनीहरू त्यो अर्जेन्टिनासँग त्यो जित्छु भनेर नजालान् होइन तर खेलौँ हामीले डिफेन्डिङ च्याम्पियनसँग राउन्ड अफ 32 खेले भनेर जाँदाखेरि उनीहरूको अब आउने 4 वर्ष 8 वर्ष उनीहरूको फुटबलले कति अगाडि विकास गर्छ यसलाई पोजिटिभ रूपमा ल्याउन अहिले ग्रुप स्टेजको म्याच लगभग दोस्रोको गेमहरू त सिद्धिसकेछ अब तेस्रो गेम हिजोबाट सुरु भयो यति गेम सिद्धिँदासम्ममा चाहिँ हजुरलाई यो टिमहरू चाहिँ डार्क हर्सको रूपमा चाहिँ निक्लिन्छ भन्ने जस्तो को लागेको यस्तो छ अब ब्राजिल मोरोक्कोको म्याच एकदम हाई टेम्पो म्याच थियो होइन फर्स्ट हाफमा ब्राजिलको चाहिँ अलिकति मिडफिल्डिङ ब्यालेन्स भएको थिएन हाम्रो कार्लो एन्सेलोटी होइन अब अहिले कोचहरूमा उहाँको नाम अब्बल रूपमा छ होइन उहाँले ब्राजिललाई भर्खर 13 गेम जति गर्नुभयो होला कोच होइन 13-14 म कन्फ्युज भएँ 13-14 कोच गर्नुभएको छ अहिले भनेपछि उहाँले अलिकति टाइम पाउनुभयो भने ब्राजिल टिमलाई धेरै माथि लानुहुन्छ होइन त्यही भएर नै उहाँले 2030 सम्म ब्राजिललाई साइन गरिसक्नुभयो होइन अब अहिले मोरोक्कोलाई उहाँले जुन त्यो सेकेन्ड हाफमा उहाँले जुन त्यो 4-3-3 खेलाउनु भयो त्यसपछि ब्राजिलको मिडफिल्डिङ कन्ट्रोल भयो होइन होइन अब ब्राजिल म्याचको गेम एकदम राम्रो थियो होइन टेम्पो एकदम राम्रो थियो मोरोक्कोलाई डार्क हर्सको रूपमा मैले हेरेछु र अर्को टिम नर्वे एर्लिङ हाल्यान्डको होइन नर्वे म्यान्चेस्टर सिटी इपिएल फलो गर्ने हुनेले त उहाँलाई त सबैले चिन्नुहुन्छ होइन अब नर्वेलाई मैले हेरेँ अर्को साउथ एसियामा कोरिया जापानले पनि राम्रो गेमहरू स्टार्टिङमा गरेको हो तर अब आज कोरिया हार्नुभयो साउथ अफ्रिकासँग होइन तर पनि मलाई लाग्छ 3 पोइन्ट अलरेडी छ एउटा ग्रुपको फर्स्टमा उहाँले खेल्नुहुन्छ होइन र जापानको आज छ अब जापान र स्विडेनले पनि जापानलाई जित्न सक्छ जापानले जित्न पनि सक्छ ड्र गर्न पनि सक्छ होइन त्यो अर्थले अब यस्तो छ अब अहिलेको हिसाबले जापानले आज स्विडेनलाई जितिएको खण्डमा ब्राजिल र जापान राउन्ड अफ 32 मा हुने कन्फर्म देखियो होइन स्विडेनले जितेको खण्डमा स्विडेनले चाहिँ ब्राजिलसँग खेल्ने देखियो होइन अब आज अलिकति के छ स्विडेनलाई जित्नै पर्छ सेकेन्ड हुनलाई जापानलाई चाहिँ ड्र गर्नुसम्म भए पनि ड्र गर्दा पनि हुने हुनाले चाहिँ म चाहिँ आज जापान फेभर देख्छु अब अरू त अब सुरु भयो होइन बिस्तारै बिस्तारै सुरुहरू हुन्छ र अब हाम्रो पोर्चुगलको कुरा गरेँ मैले होइन पोर्चुगलले चाहिँ ग्रुपमा फर्स्ट गरेदेखि होइन अब कोलम्बियालाई उनीहरूले जित्नै पर्छ किनभने उनीहरूले कङ्गोसँग जुन 0-0 को 1-1 को जुन ड्र गर्नु खेल्नुभयो अब उहाँहरूले चाहिँ पोर्चुगलको टिमले चाहिँ यदि कोलम्बियालाई हराएर ग्रुप फर्स्ट हुनुभयो भने यसको ब्युटी एकदम मजा आउने किनभने अर्जेन्टिना र पोर्चुगलको ग्रुप फर्स्ट उहाँहरू दुवैजना भएर राउन्ड अफ 32 र राउन्ड अफ 16 पनि पार गर्नु हो भने पोर्चुगल र अर्जेन्टिनाको क्वार्टर फाइनल त्यो म्याच हेर्न पाइयो भने सोच्नु त एकचोटि यो पृथ्वीमा एकचोटि जुन त्यो क्रिस्टियानो रोनाल्डोको फ्यान फलोइङ र लियोनल मेसीको फ्यान फलोइङ होइन त्यो म्याचले त वर्ल्ड कप फाइनल भन्दा पनि प्रायोरिटी पाउने भयो नि त होइन त्यसले गर्दाखेरि म पर्सनल्ली एज अ फुटबल फ्यान होइन म पनि चाहन्छु जित हार त एउटा गेममा जस्तै पनि हुन्छ होइन आइदर क्रिस्टियानो रोनाल्डोले जित्नु होला आइदर मेसीले जित्नु होला तर त्यो गेम त फुटबलले जित्नेछ होइन फुटबलले जित्ने नै छ त्यो हिसाबले म चाहन्छु पोर्चुगल अर्जेन्टिनाको गेम होस् क्वार्टर फाइनल त्यस्तै गरी ब्राजिल इङ्ल्यान्डको क्वार्टर फाइनल चाहन्छु होइन अब इङ्ल्यान्ड र ब्राजिल दुवैजना ग्रुप फर्स्ट भएर जानुभयो भने त्यसै गरी फ्रान्स र नेदरल्यान्डको चाहन्छु म होइन अनि अर्को स्पेन र अब बेल्जियम भनेको
हामीले सोचेको थियौँ। तर अब बेल्जियम मलाई लाग्छ आफ्नो ग्रुपमा सेकेन्ड भयो भने बेल्जियमले अर्जेन्टिनासँग राउन्ड अफ 16मा खेल्छ। अब त्यो भयो भनेदेखि सायद अझै बेल्जियमको यात्रा त्यहाँसम्म समाप्तै हुनसक्छ, किनभने त्यो गोल्डन जेनेरेसन त्यो एरा बेल्जियमको अहिले देखिएको छैन। थियागो कोर्टेस राम्रो किपर त हुन् उनी, रियल म्याड्रिडका गोलकिपर, तर मलाई लाग्दैन बेल्जियमले अन्डरलाई सरप्राइज गर्छ जस्तो लाग्दैन। त्यही भएर अब हेरौँ एकचोटि क्वार्टर फाइनल टिमहरू होइन, यदि अब यो सबै गयो भने होइन, अब राउन्ड अफ 32 राउन्ड अफ जति वर्ल्ड कपमा यो सरप्राइज भयो नि, राउन्ड अफ 32 र राउन्ड अफ 16मा पनि त्यो सरप्राइज कायम भयो भने ठुलो ठुलो टिम घर जान पनि सक्छन् होइन। हेरौँ फुटबलमा जे पनि हुनसक्छ हजुर होइन। अब तपाईँले भनिहाल्नुभयो यो विश्वकपमा एकदमै बढी हेरिएका खेलाडीहरू 2 जना खेलाडी होइन, जसले चाहिँ 6 पटक वर्ल्ड कप खेल्दैछन् होइन, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो। यी 2 जनाको भेट यदि क्वार्टर फाइनलमा भयो भनेर भन्दै चाहिँ तपाईँलाई चाहिँ के लाग्छ, कुन चाहिँ टिमले चाहिँ जित्छ जस्तो लाग्छ तपाईँलाई? अब यस्तो छ, यसमा एकदम विभाजित हुन्छ होइन, किनभने मैले अहिले अर्जेन्टिना भने पोर्चुगलका जति पनि समर्थक हुनुहुन्छ उहाँहरूलाई चित्त नबुझ्न सक्छ। पोर्चुगलको मैले अब यहाँ पोर्चुगल भने या अर्जेन्टिना भने दुवैको आफ्नो फ्यान फलोइङ छ होइन। तर मलाई लाग्छ मेसी चल्यो भने अर्जेन्टिना विन हुन्छन्। यदि पोर्चुगलको मिडफिल्डर जुन पोर्चुगलको मिडफिल्डर एकदम राम्रो छ, पिएससीमा खेल्ने क्रिस्टियानोदेखि लिएर चेल्सीमादेखि लिएर होइन, उहाँहरूको एकदमै त्यो म्यान्चेस्टर युनाइटेडको बोर्डदेखि लिएर उहाँहरू मिडफिल्डिङ डोमिनेट गर्नु हो भने पोर्चुगलले जित्छ। अब अर्जेन्टिनाको डिफेन्सले पोर्चुगलको मिडफिल्डलाई चल्न दिन्छ कि दिँदैन होइन, वा मेसी आफै चलिदिए भने, अब अहिलेसम्म त मेसी एक्लैले 5 गोल गरेछन्, अर्जेन्टिनाको अरू प्लेयरहरूले गोल हानेका छैनन् त अहिलेसम्म होइन। त्यो एउटा राम्रो पछि मेसीको तर्फबाट हो भने समग्र अर्जेन्टिनाको साइडबाट चाहिँ म केही कमी कमजोरी हुनसक्छ जस्तो लाग्छ, किनभने मेसीलाई भोलि मार्क गऱ्यो भने अरू प्लेयरले गोल हान्लान् नहान्लान्, एउटा त्यताबाट पनि सोचौँ न होइन, त्यो हुनसक्ने सम्भावना पनि छ होइन। यतापट्टि अब त्यसले गर्दाखेरि अब जोर्डनसँग छ अर्जेन्टिनाको, मेसी मात्र होइन अरू प्लेयरले पनि गोल हान्नुपर्छ। अरू प्लेयरले गोल हानेर त्यो एउटा आफ्नो चाहिँ होइन मनमा चाहिँ हामी पनि अब गोल हान्यो भन्ने खालको एउटा रिदम एउटा फर्म आयो भने त्यो म्याच हेर्नुपर्छ हामीले र हुनुभयो होस् भन्ने म पनि कामना गर्छु, किनभने क्रिस्टियानो रोनाल्डो र मेसीको वर्ल्ड कप भनेको हामीले बेस्ट प्लेयरहरूको म्याच हेर्ने हो नि त होइन। हामीले चाहिँ यता के भटेर अर्जेन्टिनाको म्याच हेर्ने, उता पोर्चुगल र कङ्गोको म्याच हेर्ने त्यस्तो होस् भनेर हामीले भन्दा पनि हामी अर्जेन्टिना र पोर्चुगलको म्याच हेर्नु पऱ्यो नि, जिनियस त त्यो म्याचबाट निक्लिने हो नि त होइन। हुनसक्छ कति चिज त्यो दिन अर्जेन्टिना र पोर्चुगलको गेमबाट जब त्यो एउटा स्टार त्यो दिन एउटा न एउटा त जित्छ नि, 2मा त एक्लै जित्ने हो नि, त्यो जित्दाखेरिको त्यसको मजा आएन। हार जित आफ्नो पाटो छ, तर त्यो चिज त्यो भयो भने सायद यो वर्ल्ड कपको फाइनल भन्दा पनि त्यो म्याचलाई हामीले मजाले हेर्नुपर्छ, राम्रो लिनुपर्छ। सम्भवतः लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको यो अन्तिम विश्वकप हुनेछ, त्यो थाहा छैन अर्को वर्ष होइन। जसरी उनीहरूको फर्म फिटनेस छ होइन भन्न सकिँदैन, तर मलाई लाग्दैन अब मेसी अहिले 39 भए, 43 वर्षको उमेरमा उनी आउँछन् जस्तो मलाई पनि लाग्दैन। क्रिस्टियानो रोनाल्डो 45 वर्षमा आउँछन् जस्तो पनि लाग्दैन। हो हुनसक्छ अर्जेन्टिनाको लागि मेसी भगवान हुन्, पोर्चुगलको लागि रोनाल्डो भगवान हुन्, उनीहरू आउन सक्छन्, हुनुहोस् उनीहरू कोचको रूपमा हुन सक्छन्। यो 4 वर्षमा अर्जेन्टिना मेसीले कोच गर्लान्, रोनाल्डोले पोर्चुगललाई कोच गरेर आउलान्, यो त भविष्यको कुरा भयो नि। त्यसरी पनि हामी देख्न सकौँ र त्यो पनि हामीले स्वीकार्नुपर्छ। हिजोको प्लेयरमा स्वीकारेको टिम जसरी म्याराडोनाले कोच गरे 2010मा होइन, हामी कति खुसी भएको थियौँ नि त होइन। म्याराडोना हिजो म्याराडोनालाई एज अ प्लेयरको रूपमा देख्यौँ, कोचको रूपमा हामीले देख्दा हामी खुसी भएको थियौँ नि त। उनीहरू भोलि आउन्, फुटबललाई यिनीहरूले आफ्नो खेल्नलाई यिनीहरूबाट सन्यास लिइसके पनि उनीहरू फेरि जोड्यो एज अ कोचको रूपमा जोड्यो आउन्, त्यो फ्यान फलोइङ त फेरि पनि त मजा आउँछ नि त। मेसीले कोच गरेको छ, रोनाल्डोले कोच गरेको छ भन्दाखेरि त्यो हेर्न त मजा आउँछ नि, त्यसरी पनि आउन सक्लान्, हुनुहोस् टुमोरो होइन। यो मेरो विचार। यो कुरा गरिरहँदा विश्व फुटबल यो फुटबलको जुन अहिले चलिरहेको छ होइन, महाकुम्भ भनौँ न यसलाई, यो कुरा गर्दा चाहिँ हामीले ब्राजिल एउटा छुट्याउनै नहुने टिम जुन चाहिँ 5 पटकको विजेता होइन हो, यसको बारेमा थोरै प्रकाश पारिदिनुहोस् न अहिलेका टिमको बारेमा। यस्तो छ, अब ब्राजिलले विश्वकप नजितेको 24 वर्ष भयो हजुर है, र आज अब 3टा म्याचमा ब्राजिल मोरोक्कोसँग त्यति कन्भिन्सिङ मैले देखिनँ है। नदेख्नुको कारण फेरि यो पनि हो किनभने उनीहरू फिफा ऱ्याङ्किङमा 6th र 7th थिए होइन। अब वर्ल्ड कपमा 6th र 7th कै गेम नगरमा हुनुपर्ने ठाउँमा लिगमै भयो भनेपछि दुईटैबाट त्यो एक्स्ट्रा अर्डिनरी गेम भएन।
उसले पनि त एक गोलै हानेको हो नि उनले पनि पोस्ट जस्तो एलिसनलाई त्यत्रो सेभहरू त मोरक्कोले पनि गराएको होइन उनले लास्टमा एउटा सेभ रोके बरु ब्राजिलले पनि नहानेको होइन रफिनाको र भिनिसियसहरूको होइन म्याथिसको इगर थियागोले त्यो पहिलो जुन फर्स्ट बल भिनिसियसले क्रस दिँदाखेरि गोल हानिदिएको भए गेमको पाटै अर्को हुन्थ्यो होइन अब त्यो ब्राजिलले विश्वकप नजितेको 24 वर्ष भयो होइन ब्राजिलले 1970 मा वर्ल्ड कप जितेको थियो है र त्यसपछि आएर 1994 मा वर्ल्ड कप जितेको थियो त्यहाँको फरक कति भयो हजुर 24 अब अहिले पनि हिजो 2002 मा जितेको छ अहिले 2026 24 है ब्राजिलले 24 भन्दा माथि लगेकै छैन भनेको 24 वर्षको इन्तजारमा उनीहरूले वर्ल्ड कप जिते भने त्योभन्दा 28 पुगेको छैन त्यो हिसाबले ब्राजिल फेभरेट ब्राजिल फेरि स्लो स्टार्ट गर्ने देश हो उसको लिगमा राम्रो हुँदैन माथि पुग्दै गएपछि गेम अर्कै चेन्ज हुँदै जाने देश हो र अर्को कुरो के छ यो एउटा फ्लिक पनि मानौँ होइन मैले अर्जेन्टिनाको पनि कुरा जोडेँ 1978 मा मारियो क्याम्पसले सेकेन्ड गेममा पेनाल्टी मिस गरेका थिए अर्जेन्टिनाबाट होइन त्यसपछि लाएर अस्ति अनि 1986 मा म्याराडोनाले पनि वर्ल्ड कपको सेकेन्ड गेममा पेनाल्टी मिस गरेका थिए र 2022 मा लियोनल मेसीले पोल्यान्ड विरुद्ध पेनाल्टी मिस गरे र अस्ति सेकेन्ड गेम अस्ट्रिया विरुद्ध पनि पेनाल्टी मिस गरे होइन र 78 र 86 मा सेकेन्ड गेममा पेनाल्टी मिस हुँदाखेरि सेकेन्ड गेममा मारियो क्याम्पसको अर्जेन्टिना र डिएगो म्याराडोनाको अर्जेन्टिनाले वर्ल्ड कप जितेको थियो त्यो अब फ्लुक मानौँ 2022 मा त्यो पनि भयो अहिले पनि अर्जेन्टिनाको त्यो भएको छ अर्डालाई पनि म त्यसरी एउटा फ्लुकको हिसाबले फाइनल पुगेर जित्छ अब ब्राजिलको हकमा पनि त्यस्तै फ्लुक निक्ल्यो आज 1970 मा सर्जिनोले होइन उनले चाहिँ 3टै लिगमा गोल हाने थिए होइन उनले ब्राजिलले वर्ल्ड कप जित्यो त्यसपछि 1994 मा रोमारोले 3टै म्याचमा गोल हाने लिगको ब्राजिलले वर्ल्ड कप जित्यो र 2002 मा रोनाल्डो र रिभाल्डोले 3टै लिगमा गोल हाने ब्राजिलले वर्ल्ड कप जित्यो र अहिले आज पनि भिनिसियसले पनि 3नै म्याचमा गोल हानेछन् अब ब्राजिल पनि वर्ल्ड च्याम्पियन हुन्छ कि होइन यी त भयो सम्भावनाका कुराहरू हुन सक्छन् सक्दैनन् यो त एउटा तर एउटा फुटबललाई रमाइलो एउटा प्रेडिक्सनको रूपमा चाहिँ हामीले यसलाई पनि लिन सक्छौँ त्यसको लागि चाहिँ अब अर्को ब्राजिलको कुरा गरिरहँदाखेरि चाहिँ जुन ब्राजिल भनेर सबैले हेरिरहेको थियो 2002 देखि 2026 सम्म हेर्दाखेरि चाहिँ ब्राजिल कहाँ हरायो ब्राजिलको त्यो फुटबल के हो भन्ने कुरा मान्छेले बिर्सिसकेको थियो होइन जब तर यो वर्ष कार्लो एन्सेलोटी जब उनीहरूको कोचको रूपमा जोडिएका छन् होइन त्यहाँदेखि ब्राजिलको हाइप अलिकति बढेको हो किन बढ्यो भने उनले हेर्नु न उनले काका क्रिस्टियानो रोनाल्डो माल्डिनी होइन जस्तो विश्वविख्यात प्लेयरहरूलाई कोच गरेका छन् होइन उनले अब क्लब लेभलमा जित्नु बाहेक केही पनि छैन उनले एसी मिलानलाई च्याम्पियन्स लिग जिताए रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताए होइन त्यस्तै विभिन्न क्लबहरूमा उनले घरेलु लिग जिते होइन अब ब्राजिलले 2002 को वर्ल्ड कप जित्यो हजुर 6 मा उनीहरू क्वार्टर फाइनल फ्रान्ससँग पराजित भए 10 मा उनीहरू नेदरल्यान्डसँग पराजित भए 14 मा उनीहरू सेमी फाइनल त पुगे होइन तर त्यो एउटा ब्राजिल फुटबलको चाहिँ कालो दिन होइन जर्मनीसँग 7-1 ले सेमी फाइनल हारे युरोपसँगै त्यसपछि 18 मा उनीहरू गोल्डन जेनेरेसन अफ बेल्जियमसँग हारे र त्यसपछि लाएर 2022 मा उनीहरू क्रोएसियासँग आफूले 1-0 को लिड लिइसकेर होइन अब चाहिँ त्यो गोल लिड लिइसकेपछि धेरै दिन छैन 4-5 मिनट बाँकी थियो पछाडि डिफेन्स मात्रै गरिदिएको भए ब्राजिल सेमी फाइनल पुग्थ्यो हो अर्जेन्टिना र ब्राजिलले के हुन्थ्यो भन्न सकिँदैन थियो तर त्यो म्यानेजिङ स्किल नदेखिएको कारणले 1-0 हानिसकेपछि जब इडर मिलिटाओलाई चेन्ज गर्यो नि ब्राजिलले तब गोल खाएको थियो इडर मिलिटाओ एउटा आफैमा एउटा राम्रो डिफेन्डर होइन तिनलाई ननिकालेको भए के हुन्थ्यो भनेपछि कोचको कतै न कतै त्यो काम नगरेपछि उनीहरूले सोचे आफ्नो प्लेयरहरू सबै युरोपियन क्लबमा सबै युरोपमा उनीहरूको प्लेयर सबै चलेका छन् भनेपछि वाइ नट वी साइन कार्लो एन्सेलोटी होइन र त्यो कार्लो एन्सेलोटीलाई साइन गरेपछि के भयो त्यो प्लेयरहरूले त्यो 26 जना प्लेयरहरूले हिजो ब्राजिलको कोचलाई दिने सम्मान र कार्लो एन्सेलोटीलाई दिने सम्मानमा आकाश जमिनको फरक पर्यो किनभने उनीहरूले त्यो हिसाबले हेर्नै पर्यो किनभने हिजो विश्वविख्यात प्लेयरहरूलाई कोच गरेका कोचले होइन र उनी स्टार प्लेयरलाई बाई बाई भनेर उनी ब्राजिल लिगको प्लेयरलाई लिएर आएर त्यो स्टार बनाउन सक्ने खुबीको कोच हुनुहुन्छ होइन त्यही भएर ब्राजिल भन्दा पनि कार्लो एन्सेलोटी
को ब्राजिल होइन यसपालि जहिले पनि हामी हेरौँ पहिला आउँदाखेरि 5 टाइम वर्ल्ड च्याम्पियन ब्राजिल होइन आफ्नो गेम खेल्न आयो भन्थ्यो नि अब अहिले कार्लो एन्सेलोटीको ब्राजिल भनिन्छ होइन भनेपछि सायद कार्लो एन्सेलोटीले ब्राजिललाई फेरि यस्तो छ उनको कुन गेममा कहाँ के हुन्छ भन्ने छैन उनी रिजल्ट ओरिएन्टेड उनको ब्युटिफुल गेम चाहिँ हुँदैन त्यो जोगो बोनिटो त्यो ब्युटिफुल गेम हुँदैन तर रिजल्ट चाहिँ उनले ल्याउँछन् होइन त्यस कारणले गर्दाखेरि मलाई लाग्छ ब्राजिलको अब अपोनेन्ट आज बाँकी छ आज जापान र स्विडेनमा मलाई लाग्छ ब्राजिल र जापान पर्छ होइन हुन त जापानसँग अस्ति ब्राजिल फ्रेन्डलीमा 3-2ले हार्यो तर त्यो फ्रेन्डलीमा ब्राजिलले आफ्नो 4th चोइस गोलकिपर ह्युगो सोजा र आफ्नो इन्टायर स्टार्टिङ 11मा 8-9 जना प्लेयरहरू सेकेन्ड लाइनअपको खेलाएका थिए तर अब यो त वर्ल्ड कप हो होइन यहाँ त ब्राजिलका स्टार्टिङ प्लेयर सबै आउँछन् जमेका सबै प्लेयर आउँछन् होइन त्यो हुँदाखेरि मलाई लाग्छ ब्राजिल र जापानको गेममा राम्रो हुन्छ होइन अब हामी एसियनको हिसाबले हामीले जापान सपोर्ट गर्नु त राम्रो हो गर्नु पनि पर्छ तर मलाई लाग्दैन ब्राजिल राउन्ड अफ 32बाट चाहिँ बाहिर जस्तो मलाई लाग्दैन र राउन्ड अफ 16मा पनि अब फ्रान्स र नर्वेको विजेता होइन फ्रान्स र नर्वेको जो चाहिँ ग्रुप सेकेन्ड हुन्छ त्यो ग्रुपमा त्यो ग्रुपले तपाईँको जर्मनीको ग्रुपको सेकेन्ड अब अहिले मैले आइभरी कोस्ट देखिरहेको छु आइभरी कोस्ट र मलाई लाग्छ फ्रान्स ग्रुप फर्स्ट हुन्छ है यो मेरो आफ्नो ओपिनियन हो नहुन पनि सक्ला नर्वे र आइभरी कोस्टको विजेतासँग ब्राजिलले यदि जापानलाई हराएको खण्डमा राउन्ड अफ 16मा आइदर नर्वे आइदर आइभरी कोस्टसँग खेल्छ होइन त्यसपछि ब्राजिलले क्वार्टर फाइनल प्री क्वार्टरमा इङ्ल्यान्ड र मेक्सिको यी दुईजनाको भिडन्त हुन्छ ग्रुप फर्स्ट भए राउन्ड अफ 32 जित्यो भने इङ्ल्यान्ड र मेक्सिकोको टिमसँग सम्भवतः इङ्ल्यान्डै भनौँ होइन ब्राजिलले क्वार्टर फाइनल खेल्छ त्यो क्वार्टर जितिसकेपछि त ब्राजिल दावेदार त हुने नै भयो होइन सेमी फाइनलमा आइदर अर्जेन्टिना आइदर पोर्चुगल आफ्नो ग्रुपमा फर्स्ट भयो भने त्यहाँसम्म चाहिँ मैले ब्राजिललाई सेमी फाइनलसम्म पुऱ्याएको छु यसपालि मेरो आफ्नो प्रेडिक्टमा चाहिँ जस्तो हिजो ब्राजिलको हामीले गेम हेर्दा जोगो बोनिटोको जुन गेम हामीले हेर्थ्यौँ नि होइन त्यही तरिकाको ब्राजिलको गेम छ भनेर भन्ने थियो तर आजको दिनसम्म आउँदाखेरि उनीहरूले त्यो उनीहरूको ट्रेडिसनल फुटबल बिर्सिएको हो किन बिर्स्यो भने हिजो हेर्नु 2002मा पनि 8-9 जना ब्राजिलियन लिगका प्लेयरहरू थिए अब त्यो धेरै कम भइसक्यो बिचमा 2006, 10, 14मा युरोपियन प्लेयरहरूले चान्स पाए होइन अब अहिले ब्राजिलियन फुटबलको एउटा समस्या के हो भने 17-18 वर्षमै क्लबलाई चाहिँ प्लेयर बेचिदिन्छन् पैसा पनि राम्रै आउँछ 60 मिलियन 70 मिलियन 80 मिलियन होइन अब त्यो एउटा प्लेयरलाई बेच्दाखेरि क्लबले 1 वर्षको चाहिँ आफ्नो संरचना गर्न पुग्यो होइन त्यो बिच उसले बेचिदियो अब पहिला के थियो ब्राजिलियन लिगमा ब्राजिलका प्लेयरहरू 23-24सम्म खेल्थे 22-23सम्म खेल्थे उनीहरू पुरै ब्राजिलियन लिगमा भिजेका थिए अनि युरोपमा आएपछि उनीहरूको त्यो कलात्मक हुन्थ्यो अब 17-18 वर्षमै इभन ब्राजिलियन लिग नै 1 वर्ष खेल्न पाएका छैनन् उनीहरू युरोप आएपछि त यो युरोपियन स्ट्यान्डर्डको गेम उनीहरूले अब खेल्नै पऱ्यो भिज्नु पऱ्यो त्यो भएर पनि ब्राजिलको यो चाहिँ जोगो बोनिटो चाहिँ हराएको हो तर अब इन फ्युचर स्टारहरू अब जस्तो स्टेभो विलियन खेल्न पाएनन् यो वर्ल्ड कप ह्यामस्ट्रिङ इन्जुरीले चेल्सीका राइजिङ स्टार विङ्गर हुन् होइन अब ब्राजिल फुटबलको भविष्य भनेर हेरिएको छ होइन अब उनी अब इडर मिलिटाओ खेल्न पाएनन् यो वर्ल्ड कपमा अस्ति राइट ब्याक वेजली खेल्न पाएनन् त्यस्तै ब्राजिलको प्लेमेकर रियल म्याड्रिडको रोद्रिगो खेल्न पाएनन् होइन अब यी चारैजना प्लेयर कार्लो एन्सेलोटीले पाएको भए यो वर्ल्ड कपमा ब्राजिल 1को दावेदार हुन्थ्यो होइन तर अब भएन अब लाइफ भने जस्तै अब प्लेयर इन्जुरी हुन्छन् होइन अर्को प्लेयरले चान्स पाउँछ आउनेले पनि खेल्नु पऱ्यो होइन अब अहिले प्लेयर डेप्थको कुरा गर्दाखेरि चाहिँ मलाई लाग्छ फ्रान्स जतिको स्क्वाड योपालि कतै कुनै टिमसँग पनि छैन होइन धेरै राम्रो टिम छ किनभने एम्बापे मात्रै होइन डिजाडियो भयो होइन सेकेरी भयो ओलिसे भयो होइन डेम्बेले भए होइन अलिकति मलाई लाग्छ फ्रान्सको एसी मिलानबाट खेल्ने गोलकिपर होइन यिनी अलिकति हिजोको हुगो लोरिस फाबियन बार्थेज होइन जतिको छैनन् कि जस्तो लाग्छ उनले प्रुभ गर्नुपर्छ पहिलो वर्ल्ड कप पाछन् होइन फ्रान्सको अलिकति किपरमा म त्यति नराम्रो त भन्दिनँ उनी राम्रो किपर हुन् तर आउटस्ट्यान्डिङ गोलकिपर मलाई लाग्दैन त्यो एउटा पाटो मात्रै हो अदरवाइज जुन फ्रान्सको स्क्वाड देख्छ त्यो अरू टिममा देख्दिनँ होइन अब बाँकी कुरा जोगो बोनिटोको ब्राजिलको कुरा गर्नुभयो त्यो यो वर्ल्ड कपमा त देखिँदैन मलाई लाग्छ 2030मा अवश्य देखिन्छ किनभने कार्लो एन्सेलोटीले त्यो बेलासम्म धेरै ब्राजिलको म्याचहरू खेलाउन मौका पाउँछन् उनले 2030सम्म साइन पनि गरिसकेका छन् ब्राजिल यो वर्ल्ड कपमा दावेदार नहोला 2030मा ब्राजिल एउटा ठुलो दावेदारको रूपमा आउनेवाला छ ठिक छ यो त भयो ब्राजिलको कुरा भयो अब हामी हेरौँ 2018 र 2022मा 2 चोटि फाइनल खेलिसकेको फ्रान्स जसलाई आजको दिनमा पनि दावेदारको रूपमा लिइन्छ के तपाईँलाई लाग्छ एकदम दावेदार छ किन छ भने डेस्क्यामको टिम उनले धेरै फ्रान्सलाई खेलाए
होइन र एम्बापे फ्रान्समा अर्कै छन् होइन फ्रान्सको टिम 2018 भन्दा फ्रान्सको टिम धेरै स्ट्रङ छ होइन 22 भन्दा अहिले फ्रान्स धेरै स्ट्रङ छ तर एउटा इतिहास पनि छ धेरै स्ट्रङ टिमले वर्ल्ड कप पनि जितेको रेकर्ड छैन 98 मा ब्राजिल र फ्रान्स भिड्दै गर्दाखेरि जुन त्यो फ्रान्सको प्लेयर र ब्राजिलको प्लेयरमा आकाश जमिनको फरक थियो तर त्यहाँ एउटै मान्छे जिनेदिन जिदान चम्किए उनले वर्ल्ड कप जिते होइन अब त्यस्तै पुरै एउटा एकदम आउटस्ट्यान्डिङ टिमले वर्ल्ड कप जितेको पनि रेकर्डहरू धेरै छैन टिममा 3-4 जना स्टार हुने हो अरूले आफ्नो गल्ती गरेनन् भने वर्ल्ड कप जितेको रेकर्ड पनि छ हेरौँ यसपालि होइन तर मलाई लाग्छ 1986 को वर्ल्ड कपमा अर्जेन्टिनाको कोच र जर्मनीको कोच एउटै थिए होइन 86 मा अर्जेन्टिनाले वर्ल्ड कप उठायो फेरि 90 मा आएर त्यही कोच थिए दुईटैको अर्जेन्टिनाको कोच पनि जर्मनीको कोच पनि त्यतिखेर फेरि जर्मनीले अर्जेन्टिनालाई हरायो होइन अब अहिले फ्रान्स र अर्जेन्टिनामा पनि डेस्याम्स फ्रान्सका कोच छन् स्कोलोनी अर्जेन्टिनाका कोच छन् अस्ति नै अर्जेन्टिनाले हरायो यो सम्भावना उत्तिकै छ फेरि फ्रान्स र इन्डियाको फाइनल हामीले रिपिट देख्न सक्ने पनि छौँ उनीहरू दुईजनाको हुन सक्ने सम्भावना पनि देखिरहेछौँ होइन हेरौँ होइन अब पेपरमा फ्रान्स एकदम बलियो छ जस्तो 1998 मा र 2010 मा चाहिँ जुन टिमहरूले पहिला जितिरहेका थिए वर्ल्ड कप त्यतिखेर नयाँ टिमले जिते नि होइन नयाँ टिम यसपालि पनि हजुरले के छ नयाँ टिम आउन सक्ने सम्भावना अब यस्तो छ नयाँ टिममा हामीले भनेको पोर्चुगल होइन नयाँ टिम भनेको विश्वकप नजितेको फ्यान फलोइङ त पोर्चुगलको उस्तै छ पोर्चुगल हल्यान्ड नेदरल्यान्ड होइन नेदरल्यान्ड हल्यान्ड एउटै भइहाल्यो र त्यसपछि अर्को कुनै टिम अब वर्ल्ड कप जितिहाल्ने देख्यो भनेको डाकस मोरोक्को नर्वे किनभने मोरोक्को सेमिफाइनल पुगेको हो होइन अब त्यहाँसम्म उनीहरू पुग्छन् पुग्दैन उनीहरू सेमिफाइनल पुगे पनि ठुलै हुन्छ होइन अब त डाकस फुटबलमा हेर्नु 3-4 पोस्टमा लाग्छ बारमा लाग्छ कहिलेकाहीँ एउटै गोलले पनि जितिन्छ फुटबल वर्ल्ड कप जित्नलाई लकको पनि ठुलो हात हुन्छ होइन अब मलाई लाग्छ अब दुईटा नयाँ टिम भन्नु न भने चाहिँ नेदरल्यान्ड र पोर्चुगलको सम्भावना देख्छु यी नर्वे पोर्चुगललाई मैले सेमिफाइनलसम्म फेरि पुग्लान् होइन तर जति म नेदरल्यान्ड र पोर्चुगल बलियो देख्छु अरू मेरो तर्फबाट चाहिँ नयाँ टिमले लग्ला जस्तो मलाई लाग्दैन है अब यो कुरा गरिरहँदा अर्को जस्तो अहिलेका जो प्लेयर टु वाच भनेर जुन हामीले हेरिरहेको छ एउटा एम्बापे अनि अर्को अर्लिङ हल्यान्ड अनि लमिने यामाल होइन भिनिसियस जुन यिनीहरू पनि होइन अब यी लगायत अरू को देख्नु भएको छ तपाईँले यस्तो छ अब अहिले एर्लिङ हल्यान्ड त भनिहाल्नु भयो होइन एर्लिङ हल्यान्ड अर्को एउटा के छ भने मैले देखेको निको पास अर्जेन्टिनाको उनी अर्जेन्टिनाको भविष्य हुन् हजुर है अहिले अर्को एन्ड्रिक होइन अब मुस्लेराले त युरोकप खेलिसकेका छन् उनी अलिकति जर्मनीको प्रुभ गरिसकेका छन् तर मलाई लाग्छ अबको भविष्य यमाल त भइहाले उनले त युरोकप जिते होइन 16 वर्षमा युरोकप जिते उनलाई हामीले यङ्स्टर भनेर भन्दा पनि उनी त इस्टाब्लिस भइसके 16 इयर्समा उनले युरोकप जिते होइन उनी त स्टार हुनु अहिले ग्लोबल स्टार हुनु उनी त होइन तर मलाई लाग्छ अब ब्राजिलको एन्ड्रिक र अर्जेन्टिनाको निको पास होइन यिनीहरूले अब आउने वर्ल्ड कपमा ब्राजिल र अर्जेन्टिनालाई राम्रो लिड गर्नेछन् यो चाहिँ मेरो पर्सनल भ्यू हो है यो दुईटा चाहिँ अब अरू छन् अरू पनि होइन तर जुन ब्राजिल अर्जेन्टिनाको 20-21 वर्षको प्लेयरलाई वर्ल्ड कपमा ल्याएको छ नि उनीहरूले अर्को वर्ल्ड कपमा राम्रो गरेका छन् त्यसरी पनि आशावादी भयौँ होइन निको पास र एन्ट्रिक त्यो भनिरहँदाखेरि यमाललाई चाहिँ नेक्स्ट मेस्सी भनेर पनि मान्छेहरूले हेरिरहेका छन् के त्यो हेर्नु स्वाभाविक हो यस्तो हो अब उनी त खास त मोरोक्कोका हुन् होइन उनीले स्पेन चुज गरे उनी स्पेनमै हुर्किए बढे चुज गरे होइन अब मोरोक्कोमा गएको हो भने यो मोरोक्कोमा यमाललाई राख्दाखेरि कति राम्रो हुन्थ्यो होला होइन अब यही समस्या थोरै कुरा मैले बाङ्गो गरेँ अफ्रिकन टिमहरूका जति पनि स्टार प्लेयर छन् होइन अन्डर 17 अन्डर 18 चाहिँ उनीहरूले आफ्नै ओरिजिनसँग खेलेका हुन्छन् होइन तर पछि युरोपमा आउँछन् फ्रान्स स्पेन यो टिममा खेलेपछि उनीहरूको अफ्रिकन विकास भएन फिफाले सायद यो चिजहरू जुन यो प्लेयर जाने आउने यो अन्डर 17 खेलिसकेका प्लेयर अर्को टिममा जाने यो जुन छ नि यो चिज रोकिदियो भने चाहिँ अफ्रिका एकदम स्ट्रङ हुन्थ्यो क्या होइन तर अब यो आशा पनि हुन सकेको छैन होइन तर अब यमाललाई नेक्स्ट मेसी भन्दा पनि यमालै भनेर चिनो अब नेक्स्ट मेसी त सायद मलाई लाग्छ अर्को कोही आउँदैन त्यसरी नलिउँ होइन उनी 38 वर्षको उमेरमा अहिले यो 38 अब त 39 भयो 39 को एजमा उनीले एक्लै 5 गोल गरेका छन् भने होइन हिजो उनलाई यो 5 गोल गर्न कति गाह्रो थियो अरू वर्ल्ड कपमा 2014 मा उनलाई कति गाह्रो भयो किनभने त्यो प्रेसर थियो मैले वर्ल्ड कप अब प्रेसर छैन म हारे भने पनि वर्ल्ड कप जितिसकेको छु त्यो प्रेसर छैन र जब प्रेसर हुँदैन नि प्लेयर चम्किन्छ
है जै अब त्यो प्रेसर रोनाल्डोलाई छ मलाई वर्ल्ड कप जित्ने पोर्चुगललाई के छ मलाई वर्ल्ड कप जित्नै पर्छ जित्नु होइन मैले जिते हुन्थ्यो भन्ने उनलाई छ मेसीलाई त्यो छैन होइन त्यो अर्जेन्टिनाको एडभान्टेज चाहिँ त्यो एउटा चाहिँ ठुलो एडभान्टेज हो जे मेसीले लगभग सबै चिजहरू जितिसकेका छन् अब रोनाल्डोको केसमा एउटा वर्ल्ड कप मात्र बाँकी रह्यो उसको र त्यो पोर्चुगलको त्यो एउटा भोक पनि देखिन्छ होइन हामीले पोर्चुगललाई भन्दा पनि रोनाल्डोको लागि भए पनि यो वर्ल्ड कप जित्नुपर्छ भनेर यस्तो खेलिरहेको मैले चाहिँ त्यो आवाज पाइरहेको ब्राजिलबाट जिको व्हाइट पेले होइन उनले ब्राजिलको एकदम कलात्मक फुटबल खेले होइन तर विश्व फुटबलमा उनले वर्ल्ड कप जित्न नसक्नुको कारणले नै उनी कति तल परे क्या तल छैन जसले जिकोलाई बुझेको छ जिको ब्राजिलको व्हाइट पेले उनको गेम एकदम कलात्मक गेम उनको गेममा कहीँ कमी थिएन तर वर्ल्ड कप जितेन भन्ने त्यो ट्याग लागेको छ नि रोनाल्डोलाई पनि कालान्तरमा त्यो चिज होइन लाग्न सक्छ त्यसैले नै पोर्चुगलको जुन एउटा होइन क्रिस्टियानो रोनाल्डोमा उनीहरूले जित्नुपर्छ जिताउनुपर्छ भन्ने लागिरहेछन् होइन त्यो पूर्ण हुन्थ्यो होइन किनभने अब हामीले भनेर भन्दा नि मेसीले 2 पल्ट वर्ल्ड कप जित्न पनि सक्छन् क्रिस्टियानो रोनाल्डोले 1 पल्ट वर्ल्ड कप जित्दियो भने चाहिँ एउटा फुटबलले जित्थ्यो कि होइन हामीले चाहिँ दुवैजनाको यत्रो वर्ष हेऱ्यौँ होइन अब यो त इन्ड क्यारियर हुँदैछ नि त दुइटैको क्यारियर चाहिँ एउटा राम्रो इन्ड हुन्थ्यो होइन तर अब फुटबल त्यसरी सोच्नुभन्दा पनि खेल्नेले जित्ने हो होइन जसले राम्रो खेल्छ उसले जित्ने हो होइन हामीले भनेको चाहेको जस्तो हुने भए त होइन हामीले त सबै टिम पालैपिलो जितोस् भन्ने सोच्थ्यौँ होला होइन ब्राजिलको तारा 5 हुँदैन थियो होला होइन 5 चोटि ब्राजिलले जित्ने थिएन होला अर्जेन्टिनाले 3 चोटि जित्ने थिएन होला जर्मनीले 4 चोटि जित्ने थिएन होला होइन सबैले जित्नु भनेको त त्यसरी हुँदैन जसले राम्रो खेल्छ उसले जित्ने हो त्यो इनाम त एउटा एवार्ड त पाउनु पर्यो नि त होइन अब हेरौँ लेसी यो विश्वकप जहिले पनि के भइरहेको छ भन्दै चाहिँ कहिले युरोप कहिले साउथ अमेरिका यो दुईटामा मात्र घुमिरहेको छ होइन तपाईँले यसपालि के देख्नुहुन्छ अफ्रिका अथवा एसियाबाट कोही नयाँ टिम निक्लेला जसले चाहिँ विश्वकप जित्छ सेमी फाइनलसम्म नयाँ मतलब अफ्रिका नर्थ अमेरिकाबाट अब युएसए पनि राम्रै खेलिरहेको छ अहिले होइन राम्रै गेम खेलेको छ युएसएले अब त्यहाँसम्म नै उनीहरूको ठुलो होला एकदम पुग्यो भने सेमी फाइनल होला मलाई लाग्दैन दक्षिण अमेरिका र युरोप भन्दा बाहिर यो वर्ल्ड कप जानेछ यो मेरो आफ्नो पोइन्ट अफ भ्यू मलाई लाग्दैन त्यस्तो सकिङ रिजल्ट आउनेवाला चाहिँ छैन वर्ल्ड कप फाइनलै जित्ला जस्तो चाहिँ मलाई लाग्दैन है माथि पुगेपछि हुन्छ नि एउटा अनुभव काम आउँछ त्यतिसम्म चाहिँ त्यहाँसम्म नै चाहिँ यही वर्ल्ड कप चाहिँ नहोला भने मतलब अझै प्रिपरेसन पुगेको छैन अफ्रिका र एसिया एउटा त्यो प्रेसर हुन्छ नि जुन सेमी फाइनलमा अर्जेन्टिना र मानौँ अब मोरोक्कै पुग्यो होइन एउटा इक्जाम्पल गरौँ भने त्यो अर्जेन्टिनाले त्यसलाई प्रेसराइज लिँदैन मोरोक्कोले त्यो गेममा कति प्रेसर लिन्छ होइन अब उसलाई त्यहाँसम्म पुग्नु नै ठुलो हुन्छ होइन फाइनल पुग्नु सक्ला जित्न सक्ला भोलि अब नयाँ टिम फाइनल पुगेको छ र अर्को वर्ल्ड कप जितिसकेको टिम पुगेको छ त्यहाँ त्यो नयाँलाई कति प्रेसर होला होइन अब कि त स्पेन र हल्यान्ड जस्तै 2010को दुइटै नयाँ नयाँ पुग्यो भने त्यहाँ प्रेसर हुँदैन एउटाले होइन अदरवाइज मलाई चाहिँ मेरो आफ्नो पर्सनल भ्यूमा त्यो सम्भव म देख्दिनँ हुनसक्छ हुनसक्ला होइन तर मलाई चाहिँ लाग्दैन है अब हाम्रो यत्रो कन्भर्सेसन भइरहेको अन्तरालमा चाहिँ दर्शक श्रोतालाई चाहिँ उहाँहरूले अझै पनि के अपेक्षा गरिरहनु भइरहेको छ नि यो वर्ल्ड कपमा चाहिँ कुन टिम चाहिँ अगाडि बढ्ला र कुन टिमले चाहिँ वर्ल्ड कप जित्ला भनेर उहाँहरूको आफ्नो प्रेडिक्सन छ होइन हजुरको प्रेडिक्सन चाहिँ के छ यस्तो छ मलाई लाग्छ है फ्रान्सले वर्ल्ड कप लान्छ फ्रान्सले लान्छ फ्रान्ससँग त्यो स्क्वाड देखेको छु मैले होइन अब मेरो आफ्नो हिसाबले फ्रान्सले जित्न सक्छ होइन इङ्ल्यान्डको के छ सम्भावना इङ्ल्यान्डलाई हामीले सधैँ दावेदार 2002 को त्यो इङ्ल्यान्ड कति दावेदार थियो होइन डेभिड बेक्ह्याम माइकल ओवेन सोल क्याम्पबेल होइन हेस्की होइन अब त्यस्तो टिम होइन त्यहाँबाट अब त्यो टिम ब्राजिलसँग 2-1ले हार्यो जबकि ब्राजिल त्यतिखेर क्वालिफाईमा एकदमै गाह्रो गरेर आएको थियो होइन अब इङ्ल्यान्डलाई मैले ब्राजिल र इङ्ल्यान्डको पर्न सक्ने सम्भावना देखेछु होइन यी दुईजनामा जो जितेर सेमी फाइनल पुग्छ पोर्चुगल ग्रुप फर्स्ट र अर्जेन्टिना ग्रुप फर्स्ट भयो भने जो जाओस् पोर्चुगल र अर्जेन्टिनाको विनरसँग चाहिँ ब्राजिल र इङ्ल्यान्डले अहिले जितिहाल्छ जस्तो मलाई लाग्दैन होइन अब जित्न पनि सक्ला होइन जित्छ पनि हुन सक्ला होइन तर अहिलेको मैले यो वर्ल्ड कपको भन्दा पनि यो वर्ल्ड कपको म्याचहरूमा उलटफेर भन्दा पनि यो डाटा 4 वर्षको जुन गेम छ नि त्यो हिसाबले हेर्दाखेरि मेरो आफ्नो ओपिनियनमा चाहिँ ब्राजिल र इङ्ल्यान्ड मध्ये जो जित्छ सेमी फाइनलसम्म चाहिँ पुग्छन् त्योभन्दा माथि चाहिँ अलिक टफ देख्छु भनेपछि हजुरको नजरमा चाहिँ फ्रान्सले यसपालि लैजान सक्ने प्रबल सम्भावना देख्छु फ्रान्सको टिम राम्रो छ एकदमै राम्रो टिम छ उनीहरूको कोच पनि अब होइन अब यो लास्ट वर्ल्ड कप भनिसकेको छ अब जिनेदिन जिदानलाई ल्याउने कुरो छ होइन
अब फेरि छोड्दाको अवस्थामा फ्रान्सको टिम एकदमै राम्रो छ कि पेपरमा धेरै राम्रो छन् उनीहरू होइन तर अब राम्रो टिमले जितेको रेकर्ड पनि छैन त्यो भन्दै गर्दा फ्रान्स दावेदार भन्न मिलेन हामीले अहिले पेपरलाई हेरेर फ्रान्सको जुन स्क्वाड डेप्थ हेरेर चाहिँ फ्रान्स राम्रो लाग्छ अनि हल्यान्डको कुरा गरौँ न हल्यान्ड जहिले पनि विश्वकपमा आउँदाखेरि जहिले पनि 3 चोटि रनरअप भइसके होइन 3 चोटि रनरअप भइसके अब उनीहरूको यस्तो छ हल्यान्ड यो मेरो मोरक्को र हल्यान्डको मैले एकदम देखेको छु राउन्ड अफ 32 मा होइन जुन लिग चलाउन ब्राजिल र मोरक्कोको हाइप थियो नि अब राउन्ड अफ 32 मा मोरक्को र हल्यान्ड जतिको गेम अर्को कुन होला अब कि मैले भने स्पेन अर्जेन्टिना हुनु पर्यो त्यो सम्भावना पनि छ है फेरि स्पेन र अर्जेन्टिनामा उरुग्वेले स्पेनलाई हराइदियो के भडेर यता साउदीको ड्र भयो भने फेरि स्पेन र अर्जेन्टिना पर्ने प्रबल छ त्यो पर्नु पर्यो त्यसमा एउटा हुन्छ तर त्यो भनेको सम्भावित कुरो हो तर हल्यान्ड र मोरक्को लगभग परिसक्यो आज हल्यान्डले ड्र या जित राम्रले ड्र त नभनौँ जापान र स्विडेनको गेमले डिसाइड गर्छ ट्युनिसियासँग छ हल्यान्डले जित्नुपर्ने हो त्यो जित्ने बित्तिकै मोरक्को र हल्यान्डको गेमले डिसाइड गर्छ र त्यो गेमको होइन त्यहाँ अब ठुलो एउटा राम्रो टिम गएको सेमी फाइनलिस्ट र अब हल्यान्ड एउटा दावेदार भनौँ त्यहाँ एउटा टिम आउट हुने हुँदाखेरि पहिला त्यो गेमलाई हेरौँ होइन त्यो गेममा हल्यान्ड त्यहाँबाट मोरक्कोलाई माथि पारेर माथि जान्छ भने चाहिँ फेरि हल्यान्ड एउटा राम्रो क्यान्डिडेट हो वर्ल्ड कप लान सक्ने भने चाहिँ हल्यान्ड पनि उत्तिकै दावेदार छ जति तपाईँले फ्रान्सलाई भन्नुभयो छ त्यो हल्यान्ड हिजोको हल्यान्ड होइन यो जुन हामीले राइकार्ड रुड गुलिट होइन त्यसपछि लाएर भान बास्टन होइन त्यसपछि फेरि अर्को जेनेरेसन आयो क्लाइभर्ट होइन ओभरमास जेनदेन होइन अनि त्यो रुड भ्यान निस्टल रहे त्यो हल्यान्ड चाहिँ यो होइन होइन तर पनि त्यो हल्यान्ड नहुँदाखेरि पनि यिनीहरू दावेदार छ ग्यापको होइन भान्डेक लिभरपुलका होइन त्यस्तै गरी ब्राइटनका गोलकिपर होइन राम्रो छ 23 वर्षको अझ यो ब्राइटनका गोलकिपरलाई त 23 वर्षको भयो भने उनलाई त गोल्डन गोलको दावेदारको रूपमा पनि हेरेको छ यो होइन त्यस कारणले गर्दा अब मोरक्कोलाई कसरी खेल्छ यदि मोरक्कोसँग पऱ्यो भने अब आज जित्नु पऱ्यो पहिला त ट्युनिसियासँगको गेम छ होइन अब त्यो पेपरमा हामीले हेर्दा जित्ने देखिएको छ अब फेरि 3 चोटि वर्ल्ड कप पुगेर हारेको छ फाइनल पुग्दाखेरि त्यो एक किसिमको प्रेसर छ नि उनीहरूलाई 3 चोटि हार्यो योपालि पनि हार्यो कि भन्ने त्यो प्रेसराइजलाई हल्यान्डले राम्ररी लिन सकेन भने गाह्रो छ अदरवाइज हल्यान्ड पनि एउटा दावेदार चाहिँ हो त्यसमा नो डाउट किन जहिले पनि हल्यान्ड दावेदारको रूपमा आउने तर अनलकीको ट्याग 2010 मा ब्राजिललाई हराउँदाखेरि त हामीले त ब्राजिललाई हरायो होइन काकाको टिमलाई त्यतिखेर हरायो भनेपछि त हल्यान्डलाई हामीले सोचेको छौँ तर स्पेनले जित्यो होइन अब दावेदारै छ हल्यान्ड होइन 2014 मा थर्ड भएको होइन ब्राजिललाई थर्ड फोर्थको म्याचमा हराएको थर्ड भएको होइन अब दावेदार टिम मध्ये नै मान्छु तर मेरो यदि मैले चाहिँ मनी लाउनु पऱ्यो के गर्नु पऱ्यो भने होइन एज अ फुटबलमा जुन हुन्छ नि हँसी मजाक साथी सर्कलसँग के गर्ने भनेर मनी लाउनु पऱ्यो भने चाहिँ आई बेट अन फ्रान्स तर नेपालमा चाहिँ बेट इलिगल छ होइन मैले त्यो सही मैले साथी सर्कल रमाइलो गरौँ भनेर भनिन्छ नि अहिले त्यसमा हुन्छ नि एउटा जुन त्यो फुटबलमा अहिले फ्रान्स मैले चाहिँ फ्रान्स देखेको छु फ्रान्सले देख्नु भएको छ ठिक छ यही यावत कुराहरू त मैले तपाईँलाई भनिहालेँ अझै यही विषय यति कुरा गर्दै गएको अवस्थामा चाहिँ मैले हजुरलाई छुट्याएको कुनै पनि प्रश्नहरू जुन हजुरलाई भन्न लागेको कुराहरू के छ भन्दै त्यसको विषयमा के प्रश्न पार्दिनु थ्याङ्क यू सदीपजी होइन अब नेपालमा दुईवटा देशको फ्यान फलोइङ एकदम बढी थियो 2006सम्म तर जब क्रिस्टियानो रोनाल्डो आयो नि 2बाट 3 भयो ब्राजिल अर्जेन्टिना र पोर्चुगल यो 3टा जतिको फ्यान फलोइङ नेपालमा छैन होइन अर्जेन्टिनाले वर्ल्ड कप जित्यो मानिस नेइमारको रिटायर वर्ल्ड कप जितोस् भन्ने लागिरहेछन् क्रिस्टियानो रोनाल्डोले वर्ल्ड कप जितेर एउटा पूर्ण हुन् भन्ने लागिरहेछन् होइन अब सम्भावना यो 3जनामा त जित्यो भने त एउटाले जित्ने हो होइन हामीले यो जुन ट्रोल गर्छौँ नि होइन ट्रोल गर्छौँ नि रोनाल्डोले जितेन मेसीले जितेन नेइमारले जितेन त्यसरी फुटबल नगरौँ होइन मेरो भनाइ जसले जित्छ नि फुटबललाई जितायौँ होइन आफ्नो सपोर्ट हार्दा चाहिँ त दुख्छ तर अब उसलाई ट्रोल गरेर पाउने त के पनि होइन हामीले होइन मेसीलाई त्यत्तिकै ट्रोल गरेर देख्छु रोनाल्डोलाई त्यत्तिकै ट्रोल गरेर देख्छु नेइमारलाई त्यत्तिकै ट्रोल गरेर देख्छु यो चिज छोडेर फुटबलमा रमाउने हो भने चाहिँ कति रमाइलो होला यो चाहिँ मेरो एउटा होइन आफ्नो मनमा लागेको कुरो होइन यो हुन सक्यो भने फुटबलले जित्ने थियो कि त्यही त यहाँ जसले जिते पनि जित्ने फुटबलले जित्ने होइन हामी आन्तरिक प्रतिस्पर्धा जति नै गरे पनि जुनैले भयो नि एउटाले जित्ने हो सबैले त फुटबल विश्वकप त जित्दैन त्यसैलाई नै हामीले राम्रोसँग खेलको रूपमा लियौँ भन्दै यो आफैमा एउटा सुन्दर पक्ष छैन होइन हुन्छ हजुरले आफ्नो महत्त्वपूर्ण भनाइहरू आफ्नो चिजहरू दिनुभएकोमा
धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू सुदीपजी, मलाई पनि बोलाएर यहाँ यतिको बोल्ने मौका दिनुभयो होइन। अझै पनि कुरा गरौँला होइन, राउन्ड अफ 16 राउन्ड अफ 8 आएपछि हामी माथि बिस्तारै कुरा गरौँला। आजको लागि थ्याङ्क यू सो मच। थ्याङ्क यू सुजन जी, थ्याङ्क यू।